प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू उठ्नु भएको छ। म निष्कल राई मान्य सदस्यलाई समय दिन्छु। 3 मिनेट भित्रमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले जेठ सत्रमा सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँ सम्मानित सदनको रोस्टमबाट व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति दर्ज गराएकै पनि छौँ र आज पनि गराउन चाहन्छौँ। सार्वभौम राष्ट्रमा प्रधानमन्त्रीबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति आउनु सामान्य राजनीतिक टिप्पणी होइन। यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको छ। त्यसैले हाम्रो माग आज पनि यथावत छ कि सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टमबाट उक्त अभिव्यक्ति फिर्ता लिनुपर्छ, नेपाली जनतासँग क्षमा माग्नुपर्छ र त्यसलाई संसदको अभिलेखबाट हटाइनुपर्छ। सभामुख महोदय, अर्को सुनसरी घटनापछि उत्पन्न तनावको समाधान खोज्न सर्वदलीय बैठक आयोजना गर्नुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्माननीय सभापतिज्यूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तो संवेदनशील घडीमा राजनीतिक प्रतिस्पर्धा भन्दा राष्ट्रिय जिम्मेवारीलाई अगाडि राख्नु सकारात्मक हो। साथै धार्मिक तनावलाई व्यापक हिन्दू मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन सम्माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा र नागरिक समाजले निर्वाह गर्नुभएको भूमिकाको म प्रशंसा गर्दछु। समयमै गरिएको हस्तक्षेप, संवाद र संयमताले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुर्याएको छ। अझ चाँडो समयमा यी खालका कुरा भइदिएका भए अझ सहज हुन्थ्यो भन्ने हामीलाई लागेको छ। सभामुख महोदय, इतिहासले बारम्बार एउटा कठोर सत्य सिकाएको छ। धर्मका नाममा सुरु भएको द्वन्द्वले अन्ततः कुनै धर्मलाई विजयी बनाएका छैनन्, तिनले केवल मानवतालाई पराजित गरेका छन्। सुनसरीको दुःखद घटनामा ज्यान गुमाउनुभएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सभामुख महोदय, शान्ति भनेको कर्फ्यू हटाउनु वा सडक खोल्नु मात्र होइन। शान्ति भनेको नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जाग्नु र एक समुदायले अर्को समुदायलाई पुनः आफ्नो छिमेकीको रूपमा हेर्नु सक्नु हो। यही सन्दर्भमा सरकार र एउटा आन्दोलनरत पक्षबीच भएको 13 बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक आविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शङ्काको दृष्टिले हेरेको अनुभव गर्नु हुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन। त्यसैले म सरकारलाई केही स्पष्ट आग्रह सहितको सुझाव राख्न चाहन्छु।